यो स्टार 10-15 भेराइटीको तोरी र यसमा फ्लावरिङको स्टेजमा एफिड्स अथवा लाईहरूको आक्रमण बढेको छ। यहाँ हेर्न सक्नुहुन्छ यो सबै लाई लाएर यहाँ फ्लावरिङ स्टेजमा यो बिरुवालाई हानि पुर्याउने बेला भइसकेको छ। यसलाई हामीले समयमा रोकथाम गरेनौँ भने यसले हाम्रो उत्पादनलाई पुरै हरास गराइदिन्छ। यसलाई कन्ट्रोल गर्नको लागि हामीले यसमा इमिडाक्लोप्राइडको घोल बनाएर स्प्रे गर्न पर्छ, जसले गर्दा यसलाई हामीले समयमा नियन्त्रण गर्न सक्छौँ र आफ्नो तोरी बालीको उत्पादनलाई हरास हुनबाट जोगाउन सक्छौँ। इमिडाक्लोप्राइड 17.8 SL 1 लिटरमा 1 ml को दरले 20 लिटर पानीको लागि 20 ml इमिडाक्लोप्राइडलाई 20 लिटर पानीमा घोलेर यसको घोल बनाउने। यसरी घोल बनाउँदाखेरि हामीले पन्जा र मास्क लगाउन पर्छ, किनभने यो एक किसिमको विषादी हो। विषादीलाई हामीले डाइरेक्ट हातले छुनु हुँदैन। यसरी पानी राखेर ट्याङ्की फुल गरेर यसको घोल तयार गर्ने। यसरी तयार पारिएको घोललाई स्प्रे गनको सहायताले एक नासले सबैतिर स्प्रे गर्ने। स्प्रे गनले स्प्रे गर्दा खेतभित्र छिर्न पर्दैन, जसले गर्दा तोरी नोक्सान हुनबाट जोगिन्छ र काम छिटो र सजिलो हुन्छ। हजुरहरूले पनि लेट भेराइटीको तोरी छर्नु भएको छ र ती तोरीमा लाई वा एफिड वा माहोको समस्या छ भने यसरी नियन्त्रण गर्न सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र सेयर गर्नुहोला। धन्यवाद।